नमस्कार। आइहालेँ अब कन्या राशिको बारेमा लिएर र कन्या राशिको 2082 साल वर्ष कस्तो रहनेछन् यसको बारेमा हामी अगाडि बढौँ। यो वर्ष यहाँहरूको विशेष गरी कन्या राशिहरूको आत्मविश्लेषण गर्नुपर्ने समय, सुधार, अध्ययन, स्वास्थ्य र व्यवस्थापनमा केन्द्रित रहनेछन्। कठिन परिश्रमले सफलताको बाटो खोल्नेछन्। कठिन परिश्रमले, यो त बडा राम्रो चिज छ है त। कठिन परिश्रम हुनै पर्छ हामीको। तर निर्णय गर्दा मनमुटाव, दुविधा आउनेछन्। यसबाट बचेर हिँड्नुपर्ने एकदमै जरुरी देखिरहेको छु। र अब सुरु गरिहालौँ ढिलो नगरिकन। प्रेम सम्बन्ध, शत्रु, मुद्दा, मामला, शिक्षा, अध्ययन, प्रतियोगिता, विदेश यात्रा, अवसर, स्वास्थ्य, धन, सम्पत्ति, पारिवारिक जीवन, व्यवसाय, जागिर, पदोन्नति, शुभ अशुभ नम्बर, शुभ रंग, शुभ महिना, यो सबैको बारेमा हामी कुरा गर्नेछौँ। विशेष गरी चाहिँ कन्या राशि बारेमा। विवाह र प्रेम सम्बन्ध। प्रेम सम्बन्धमा मिठास आउनेछन्। यानी पुरानो प्रेम बिग्रेको छन् भने मिठास आउनेछन्। मिठो बोलीको बडा जरुरी छ। विवाहको कुरा चल्न सक्छ है त कन्या राशिहरूको। र यो अषाढ महिना र उताको मङ्सिर महिना नगर्नु होला। यो दुईटा महिनामा हुन त यो विवाहकै महिनाहरू हुन्, तर यसको लागि विवाहको टाइम चाहिँ हुनु पर्यो। विवाहित जीवनमा कहिले काहीँ गलत बुझाइबाट मनमुटाव श्रीमान श्रीमतीमा हुन सक्छ। हेर्नुस्, अन्डरस्ट्यान्डिङ भन्ने कुरा कहिले पनि हुँदैन जीवनमा। कोहीसँग पनि हुँदैन। अन्डरस्ट्यान्डिङ, यो भाषाले हामीलाई बडा सजिलो बनाइदिएछ। अन्डरस्ट्यान्डिङ गर्नुपर्छ, हुँदैन। सेक्रिफाइस गर्नुपर्छ अनि बल्ल अन्डरस्ट्यान्डिङ हुन्छ। शत्रु, मुद्दा र मामला। शत्रुहरूलाई सहजै पराजित गर्ने सकिने समय आएको छन्। कानुनी मुद्दा मामलामा अनुकूल निर्णय आउने सङ्केतहरू विशेष रूपमा फागुन र चैत महिनामा रहेको छन्। सहकर्मी र छिमेकीको विवाद भएमा मेलमिलाप हुने चान्सेसहरू बडो राम्रो भएको छन्। यो राम्रो भएको छन् यो वर्ष। यसै गरी शिक्षा, अध्ययन र प्रतियोगिताको कुरा गरौँ। शिक्षा, अनुसन्धान, लेखन या विश्लेषणका यो जुन समय छ, यो क्षेत्र छन्, यो समय बडा राम्रो मानिएको छ तपाईँहरूको यो वर्ष। कन्या राशिहरूको लागि बडा राम्रो छ शिक्षा क्षेत्र। प्रतियोगिता या कुनै इन्टर्नसिपको प्रयास गर्दै हुनुहुन्छ भने त्यो पनि राम्रो देखेको छ। र शिक्षाको लागि विशेष गरी गुरुको मार्गदर्शन यो वर्ष तपाईँको लागि उहाँले दिनुभएको, पोहोर पनि दिनुभएको थियो, यो वर्ष पनि दिनुभएको थियो, तर यो वर्ष चाहिने दिनुभएको मार्गदर्शन चाहिने तपाईँहरूलाई चाहिने विशेष रूपले त्यो पछिसम्म रहनेछन्। स्वास्थ्यको कुरा गरौँ। पेट, छाला, टाउको दुख्ने सम्भावनाहरू बढ्नेछन् यो वर्ष। पुरानो रोगहरू पुनः आउन सक्ने सम्भावनाहरू देखिएको छ। आत्ती हाल्नुपर्ने जरुरी छैन। खानपानमा विशेष रूपले त्यसको लागि महिना छुट्याएको छ, कुन महिनामा आउने सम्भावना छन्। यो श्रावण र असोज महिनामा आउने चान्सेस छन्। यसको लागि खानपिन, प्रत्येक दिन व्यायाम, मेडिटेसनको एकदमै जरुरी छ। योग, ध्यान, शुद्ध पानी पिउनुहोस्, यो कुराहरू अगाडि सार्नुहोस्। धन सम्पत्तिको कुरा गरौँ। धन सम्पत्तिमा यो वर्ष कन्या राशिहरूको लागि आयको स्रोत बढ्ने छन्। तर अनावश्यक खर्चले कहिलेकाहीँ चिन्ता मनमा के भयो, यो किन भयो। हामी तपाईँले हेरेछौँ नि त, म यो अर्को महिनादेखि चाहिँ पक्का म सेभिङ गर्छु भन्नुहुन्छ, फेरि गइहाल्छ। नयाँ लगानीभन्दा पुरानो योजनाहरूलाई सुधार गर्ने राम्रो समय छ। नयाँ अवसरहरू, नयाँ लगानी भन्दा पनि पुरानै चिजहरूलाई तपाईँ मिलाउनु पनि जरुरी देखिएको छ। असार, माघ, फागुन लगानीको लागि राम्रो महिना देखिएको छ। अब अगाडि बढौँ पारिवारिक जीवन। परिवारको जीवन सन्तुलन राख्नुपर्ने समय आउनेछन्। परिवारलाई मिलाएर लगाउनुपर्ने जरुरी छ। श्रावण महिना र कार्तिक महिनामा विशेष गरी सन्तानसँगको सम्बन्ध सुध्रिनेछ। बाबा छोराको कुनै सम्बन्ध बिग्रेको छन् भने, आमा छोराको सम्बन्ध कुनै बिग्रेको छन् भने, छोराछोरीको सम्बन्ध कुनै बिग्रेको छन् भने यसमा राम्रो हुनेछन्। दाजुभाइ वा सासू ससुरासँगको सम्बन्धमा खटपट समाधानतर्फ मोडिनेछन्। यदि खटपट थियो भने यस वर्ष चाहिँ मिलेर जाने योग परेको छ। व्यवसाय, जागिर र पदोन्नतिको कुरा गरौँ। जागिरमा परिवर्तन वा पदोन्नतिको राम्रो सम्भावना रहेको छन् यो वर्ष। लेखको कुनै काम गर्नुहुन्छ, सेवासँग कनेक्टेड कुनै कुराहरू छन्, तपाईँ त्यो निकायमा हुनुहुन्छ भने यो वर्ष तपाईँको फर्स्ट आउनेछन्, यानि राम्रो हुनेछन्। साझेदारीमा सतर्क रहनुहोला। पार्टनरसिपको व्यापार नगर्नुहोला यो वर्ष।
शुभ र अशुभ महिनाहरू भदौ फागुन चैत्र बडा शुभ महिना मानिएको छन्। अशुभ महिना पुष वैशाखको महिना अशुभ मानिएको छन्। वर्षभरिको रङ्ग तपाईँको लकी कलर 5 को रूपमा रहनेछन् र लकी नम्बर चाहिँ नि 5 को रूपमा रहनेछन् भने लकी कलर चाहिँ नि हरियो र खैरो रहनेछन्। आउने दिन शुभ रहोस्। मैले फेरि पनि भनिहालु, ग्रहले जे जस्तो भने पनि जन्मपत्रीमा ग्रहहरूको अवस्था उच्च र केन्द्रमा छन्, त्रिकोणमा छन् भने यसले अर्कै असर पार्नेछन्। ओम बुम बुधाय नमः यो मन्त्र जाप गर्नुहोस्। बुधबारको दिनमा शुद्ध भोजन गर्नुहोस्, सूर्योदयभन्दा पहिले र सूर्यास्तपछि। आउने दिन समय राम्रो हुनेछन्। नमो नारायण।